निर्वाचित भएर गएपछि तैँले के गरिस् भन्ने प्रश्न पनि के भएर भन्ने प्रश्न पनि गरेका छन्। म संक्षेपमा भन्छु। आजभन्दा अगाडि धेरै पर जानु पर्दैन, सुनकोशीमा पुल बनेको कति वर्ष भयो फर्केर एकचोटि हेर्नुहोस्। मेरो आग्रह छ, सुनकोशीका किनारहरूमा त्यहाँ झन्डै हाफ दर्जन भन्दा बढी चाहिँ यो रामेछापको भूगोलले छुएको ठाउँमा पुलहरू बनेका छन्, मोटरेबल पुलहरू बनेका छन्। आजभन्दा करिब करिब संविधान जारी हुनुभन्दा पूर्वसम्म करिब करिब कालोपत्रे भन्ने कुराको सम्भवतः नाम सुन्ने जस्तो मात्रै भएको थियो रामेछाप। आज सुनकोशीको खुरकोटमा पुल बनेको छ, सितखामा पुल बनेको छ, खैरेनी घाटमा पुल बनेको छ, खैरेनी टारमा पुल बनेको छ, पुलै पुल नौलसिंहपुर घाटमा पुल बनेको छ, पुलै पुल मोटरेबल पुलहरू। तामाकोशीमा पुलहरू बने। तपाईहरु सबैलाई म प्रश्नसँग भन्न चाहन्छु, तामाकोशीको यो एयरपोर्ट भन्दा माथिको पुल जम्मा 14 महिनामा कम्प्लिट भएको छ। तपाई हेर्नुस् न, 14 महिनामा मोटरेबल पुल, त्यो पनि नदीमा सम्पन्न भएको। सायद हिस्ट्री यो पूर्वतिर हेर्नु भने पाउनुहुन्न तपाई। म काम गर्ने मान्छे हुँ के काम गर्ने, म प्रचार र चर्चामा आउन चाहने मान्छे होइन, काम गर्ने मान्छे हो। तपाई खानेपानी लिफ्टिङ खानेपानी 72 मा भूकम्प गयो, यहाँ सबै गाउँ बस्तीहरुका सबै खानेपानीका मुहानहरू सुके। लिफ्टिङ खानेपानीको आयोजना तपाईले हेर्नुभयो भने 7 अरब सम्मका आयोजनाहरू यहाँ रामेछापमा ल्याइएको छ। मैले भने संविधान सभाको निर्वाचन चाहिँ संविधान पनि बनाउने, उज्यालो नेपाल पनि बनाउने भनेर भनियो। खिम्ती ढल्केबर 420 केबी प्रसारण लाइनको कार्यक्रम जो निर्माणको क्रममा हुँदै गर्दाखेरि रामेछापलाई एउटा उज्यालो रामेछाप बनाउन सकिन्छ भन्ने दृढ विश्वास चाहिँ निर्वाचित भएर प्रतिनिधिको रूपमा गएपछि उज्यालो रामेछाप तपाईलाई थाहा छ कि छैन? कहिले हो यो रामेछाप उज्यालो भएको? लोड सेडिङ, देशभरि लोड सेडिङ थियो, तर रामेछाप उज्यालो रामेछाप बनेको थियो। अरबौं बजेट ल्याइयो, उज्यालो रामेछाप बनायो। कसले बनाएको उज्यालो रामेछाप? निर्वाचित हुने प्रतिनिधिहरूले बनाए हैन। खुरकोटदेखिको यो तामाकोशी करिडोरलाई चीनसँग उत्तरसँग जोड्ने सडकको रूपमा एउटा हब मन्थलीलाई बनाउन सकिन्छ भनेर कालोपत्रेको कार्यक्रमहरू आयोजनाहरू हाल्ने मान्छे हौं हामीहरू। हामीले गर्यौं। नयाँ र पुरानो सदरमुकाममा कालोपत्रे गर्नुपर्छ छिटो भनियो, त्यो कालोपत्रे गरियो। सेलेघाट रामेछाप साँगुटार जो अन्तर प्रदेश जोड्ने सडकको रूपमा त्यसलाई परिभाषित गरे मैले। 2 अरब 6 करोड रुपियाँ बजेट विनियोजन गरेर ग्लोबल टेन्डर भयो। के रे